अलरेडी सिक्किमले हामीलाई अर्ग्यानिक र के भन्छन् लो वेस्ट जोनको चाहिँ हामीले मोडेल देखाइराखेको छ। त्यही मोडेल चाहिँ हामीले एडप्ट गरे पनि भइहाल्यो। हाम्रो छिमेकी देश भुटानले गर्नु सक्यो भने तिनीहरू चाहिँ यस्तो सफा राखेर वेस्ट फ्री राखेर उनीहरूले चाहिँ सस्टेनेबल डेभलपमेन्ट फिस पनि उठाउनु थालेछ। तिनीहरू चाहिँ गर्नु सक्यो भने चाहिँ हामी त फरक छैन नि। हाम्रो पनि त नेचर त्योभन्दा हाम्रो राम्रो छ, हाम्रो कल्चर पनि त्योभन्दा राम्रो छ। हामीले त्यो हाइलाइट नगर्नु सकेर हामीले एउटा सिङ्गल नीति नबनाएर सक्नु भएर चाहिँ हामीले त्यसको प्रिभिलेज चाहिँ पाएको छैन। हामीले जहिले पनि टुरिज्म भन्नु बित्तिकै हामीले मास टुरिज्म चाहिँ खोजिराखेको छौँ। हामी चाहिँ त्यो मास टुरिज्मको जुन प्रब्लमहरू आइरहेको छ त्यसको हामी हेरिराखेको छौँ। त्यो चाहिँ नगरिकन हाम्रो छिमेकी देश भुटानको नै हामीले टुरिज्म मोडलको हामीले मोडल अपनायो भने हामीले आरामले यो कञ्चनजङ्घा सर्किटमा हामी कहीँ न कहीँ हामी वर्ल्डको म्यापमा पुग्नु सकिने सजिलो रहेछ। किन यता भुटानले चाहिँ तपाईँले देख्नुभएछ $100 फिस मात्रै लिनु हुँदैछ, सस्टेनेबल डेभलपमेन्ट फिस। इन्डियन टुरिस्टकोबाट चाहिँ ₹1200 पर नाइटको फिस मात्रै लिइराख्नु भएछ। भयो भने चाहिँ त्यहाँ इन्डियन टुरिस्टको पनि कमी छैन, फरेन टुरिस्टको पनि त्यतिको त्यति गइराखेको छ।